आज म इन्सुरेन्स सेक्टरको एक नम्बर कम्पनी नेपाल लाइफ इन्सुरेन्सको बारेमा हामी डिटेलमा हेर्छौँ र यो कुनै पनि लगानीको लागि रेकमेन्डेसन या सजेसन होइन र हजुरहरूले लगानी गर्न अगाडि आफूले बुझेर जानेर मात्र लगानी गर्नु होला र त्यसपछि मात्र अगाडि बढ्नु होला। र यो कम्पनीको बारेमा मैले आज यो भिडियो मार्फत तपाईहरुलाई यो कस्तो कम्पनी हो, यसमा लगानी कसरी गर्दाखेरि राम्रो छ कि छैन र यसमा नियर फ्युचर र लङ टर्ममा के फाइदा कतिको बेनिफिट हुने चान्स देखिन्छ भनेर म यसमा देखाउन चाहन्छु। र यो लाइफ इन्सुरेन्स सेक्टरको एक नम्बर कम्पनी, यसको जम्मै चोक्ता पुँजी 8.21 अरब छ र यसको 49% पब्लिक सेयर छ भने 51% लगभग 4 करोड र 4.02 करोड पब्लिक सेयर छ, 4.19 करोड प्रमोटर सेयर छ। र यसको EPS एनुअलाइज EPS सेकेन्ड क्वार्टर अनुसार 11 रुपैयाँ 41 पैसा छ भने नेटवर्थ 154 रुपैयाँ 51 पैसा छ र यसको पी रेशियो अलिकति धेरै नै हाई देखिन्छ र PB रेशियो पनि 4.98 छ। र यो कम्पनीको फन्डामेन्टल हेर्ने हो भने लास्ट सेकेन्ड क्वार्टरमा यसको नेट प्रॉफिट 46 करोड देखिएको छ र यसको टोटल पुँजी चाहिँ 2.35 खरब 235 अरबको यसको पुँजी छ। र यसको इन्सुरेन्स सेक्टरमा हामीले सबभन्दा हेर्नुपर्ने कुरा भनेको चाहिँ बिमा कोष हो र बिमा कोष चाहिँ 2.18 खरब छ यसको, भने लगभग 218 अरबको यसको बिमा कोष हो। बिमा कोषको इम्पोर्टेन्स इन्सुरेन्स कम्पनीमा के हुन्छ किनभने यसले लगानी गरेर यसबाट कमाउँछ र यही कमाइबाट यसले आफ्नो पोलिसी होल्डर र आफ्नो शेयर होल्डरलाई रिटर्न दिन सक्छ र बिमा कोष क्रमशः रूपमा बढ्दै आउनु पर्यो र यसको बिमा कोषको यसको रिटर्नले नै इन्सुरेन्स कम्पनीले आफ्नो पोलिसी होल्डर र शेयर होल्डरलाई दिन्छ र यसको बिमा कोष एकदमै ठुलो छ, एक नम्बरै कम्पनी हो र सबभन्दा ठुलो बिमा कोष होल्डर छ यसले। र इन्सुरेन्स सेक्टरमा लाइफ इन्सुरेन्स सेक्टरमा किन लगानी गर्न राम्रो देखिन्छ भने यो यसको टेक्निकल चार्ट हेर्दाखेरि टेक्निकल एनालाइसिस खासै फन्डामेन्टल हामी इन्भेस्टरहरूलाई मतलब नहुने नि कहिलेकाहीँ सेक्टरको अवस्था के छ हेर्नलाई चाहिँ युज गर्न सकिन्छ। जस्तै नेपाल स्टक एक्सचेन्जको अहिलेको प्राइस ट्रेडिङ प्राइस नेपाली स्टक 2669 मा छ भने यो चाहिँ 17% आफ्नो 2021 को हाईबाट 17% तल ट्रेड गरिरहेको छ। र लाइफ इन्सुरेन्स सेक्टरलाई हामीले हेर्ने भने यो पनि लगभग 31% को डिस्काउन्टमा ट्रेड भइरहेको छ आफ्नो हाईबाट, अल टाइम हाईबाट 19,000 बाट अहिले यो 13,000 मा ट्रेड भइरहेको छ। र नेपाल लाइफ इन्सुरेन्सको अवस्था हेर्ने भने आफ्नो अल टाइम हाईबाट लगभग आफ्नो अल टाइम हाईबाट यो चाहिँ 60% डिस्काउन्टमा ट्रेड भइरहेको छ। यसले आफ्नो जुन हाई बनाएको थियो 2021 मा त्यसबाट यो अहिले 60% डिस्काउन्टमा ट्रेड भइरहेको छ र यो युज्ड आफ्नो स्टक टोटल इन्डेक्स र लाइफ इन्सुरेन्स सेक्टर इन्डेक्सको हेरिकन यो धेरै डिस्काउन्टमा ट्रेड भइरहेको छ नि यसबाट पनि थाहा हुन्छ। मैले चाहिँ यो टेक्निकल चार्ट त्यति फलो चाहिँ गर्दिनँ, तर डिस्काउन्टेडहरू र इन्ट्री पोइन्टको लागि कहिलेकाहीँ मात्रै हेर्छु म। र हामीले फन्डामेन्टल हिसाबले सोच्दाखेरि चाहिँ मेन कुरा के छ, यसको बिमा कोष र यसको टोटल पुँजी एसेट 2015 को डाटा मसित छ, 2020 को पनि डाटा छ र अहिले सेकेन्ड क्वार्टर 2025 को र रिसेन्ट क्वार्टरको पनि हामीसँग डाटा छ। 2015 मा यसको बिमा कोष जम्मै 23 अरबको थियो भने अहिले 218 अरबको यसको बिमा कोष छ, लगभग 10 गुणाले बढेको छ। र यसको टोटल पुँजी यानी कि एसेट चाहिँ 27 अरब थियो भने 2015 मा अहिले बढेर आएर 235 अरब भएको छ। यो पनि लगभग 10%ले र यो 10% को CAGR लिएर हेर्दाखेरि यो दुईटाको हामीलाई 25% को CAGR दुईटैमा हामीले देख्न सक्छौँ। भन्छ यो कम्पनीले आफ्नो लास्ट 10 इयर्समा लगभग यो वर्षको अन्तिममा यसको 10 वर्ष पुरा हुन्छ र 10 इयरमा आफ्नो बिमा कोष र एसेट दुईटै 25% ले बढाउन सफल भएको छ। तर यसले शेयर होल्डरलाई रिटर्न भनेको त प्राइसले म्याटर गर्छ। हामीले शेयर होल्डरले पाउने भनेको डिभिडेन्ड र क्यापिटल गेन हो। डिभिडेन्ड भनेको बिमा कम्पनीको एकदम न्यून हुन्छ, डिभिडेन्ड हामीले त्यति फोकस गर्नु नै आवश्यक छैन। र डिभिडेन्ड भनेको
1 to 2% चाहिँ रिटर्न दिइ नै रहेको हुन्छ हरेक वर्ष यिनीहरूले। यसको क्यापिटल गेन हेर्दाखेरि चाहिँ 5 वर्षमा यसले लगभग यसले आफ्नो क्लोजिङ 2015 को क्लोजिङ प्राइस र अहिले सेकेन्ड क्वार्टरको क्लोजिङ प्राइस हेर्दाखेरि जम्मा 2.81% को CAGR कम्पाउन्डेड एनुअल रिटर्न जम्मा 2.81% को छ यसको। यो एउटा साधारण सेभिङ एकाउन्टलाई पनि जित्न सकेको छैन र हजुरले इन केस लोएस्ट क्लोजिङ प्राइसबाट हजुरले बाई गर्नुभएको थियो र अहिले आएर लास्ट यो सेकेन्ड क्वार्टरको लोएस्ट क्लोजिङ प्राइस जुन चाहिँ 38 अरबबाट किन्ने थियो र अहिले 61 अरबमा बेचेको छ भने जम्मा 4% को यसको 4.63% को यसको कम्पाउन्डेड एनुअल रिटर्न छ र यो हेर्दाखेरि केही न केही मिसम्याच देखिन्छ। अब यस्तो किन मिसम्याच भयो त? यस्तो राम्ररी वृद्धि भइरहेछ, अब जुन हिसाबले यसको एसेट ग्रो भएछ त्यही अनुसारको यसले त्यसबाटै रिटर्न कमाएर त्यही हिसाबले यसले हरेक इयर सेयर होल्डरलाई बाँड्ने डिभिडेन्ड र पोलिसी होल्डरलाई दिने बोनस दुइटै त्यही हिसाबले बढ्दै गएको हुनुपर्ने हो र त्यो अनुसारको यसको यहाँ रिटर्न चाहिँ देखेको छैन। भनेपछि केही न केही मार्केटले यसलाई डिस्काउन्ट गरेको छ। यसको डिस्काउन्ट हुनुको मेन रिजन के हुनसक्छ भने यसले चाहिँ 2021 को हाईतिर यसले आफ्नो सेयर स्प्लिट गर्नेको न्युज निकालेको थियो र त्यसले गर्दा यो त्यतिखेर एक्सेसिभली बढ्यो र त्यो स्प्लिट नगर्ने भन्ने पछि न्युज आएपछि जुन हिसाबले अस्वाभाविक रूपले यसको प्राइस बढाइएको थियो त्यही अस्वाभाविक रूपले यसको प्राइस निरन्तर रूपमा खसेर आएर यो लगभग 500 को रेन्जमा पनि ट्रेड भयो। एकदमै डिस्काउन्टमा छ, त्यहाँदेखि यो कम्पनीलाई आफ्नो प्राइस रिकभरी भएको छैन र प्राइस रिकभरी भएको छैन भने हामीले कसरी थाहा पाउन सक्छौँ भने यो आफ्नो क्लोजिङ प्राइस चाहिँ यसको एसेट डिभाइड गर्दाखेरि लगभग 80% हाईमा यो ट्रेड भइरहेको थियो 2015 मा। 1.85 भनेको 100% जस्तो हामीले यसको एसेटलाई भन्दा यो लगभग डबल प्राइसमा यो क्लोज भएको थियो। 27 अरबको एसेट हुँदा यो 50 अरबमा क्लोज भइरहेको थियो, 50 अरबमा ट्रेड भइरहेको थियो 2015 मा। र अहिले यही कुरा हामीले आएर अहिले हेर्दाखेरि त्यसपछि यो क्रमशः अहिले 25 मा आएर हेर्दाखेरि यो आफ्नो एसेट छ, यो 2 खरब 35 अरब यानि 235 अरबको एसेट छ। तर यो अस्ति सेकेन्ड क्वार्टरमा क्लोज हुँदै 65 अरबमा क्लोज भएको थियो, 65 अरबमा ट्रेड भइरहेको थियो। आफ्नो एसेटको 1/3 मात्रै प्राइसमा यो ट्रेड भइरहेको छ। जब एक तागा यो एक नम्बर कम्पनी भएर सबैले यसलाई एकदमै यसको सेयरमा चाम हुँदाखेरि झन् आफ्नो एसेटको डबल रेटमा ट्रेड भइरहेको थिएन, अहिले एसेटको 1/3 मा ट्रेड भइरहेको छ। भनेपछि यो कम्पनीको अहिले यो लोएस्ट प्राइसिङमा छ भनेपछि यो डिस्काउन्टेड छ, यानि कि सबैले यसलाई हेट गर्छ, यो कम्पनीसँग सबैजना डराउँछ। हामी यदि भ्यालु इन्भेस्टर हो भने वारेन बफेटले भने जस्तै हैन, बाई व्हेन एभ्रीबडी इज फियरफुल एन्ड सेल व्हेन एभ्रीबडी इज ग्रिडी। यसमा चाहिँ सबैजना फियरफुल छ यो सेयरमा, भनेपछि बाई गर्ने यसको अपर्च्युनिटी हो जस्तो मलाई लाग्छ। र यसको मैले तपाईहरुलाई यसले कसरी रिटर्न दिन सक्छ जस्तो लाग्छ भने भोलि गएर यो आफ्नो एसेट अनुसारको रेटमा ट्रेड हुन खोज्यो भने 2-3 वर्षमा तपाईलाई यसले 2-3 गुना आरामले रिटर्न दिने देखिन्छ। र इन केस यो यही रेन्जमा पनि यो ट्रेड भइराख्यो भने यसको एसेट त कन्टिन्युस बढ्छ र मानम यही रेन्जमा यो ट्रेड भयो भने हेर्नु यो एसेट के हुन्छ हेर्नुस्, यो एसेट यो इन्टु अब यो कति 24 हुन्छ ल मानम 20% मात्रै ग्रो भयो र यो ग्रो भएको चाहिँ मानव अर्को 5 वर्ष यही रेटमा ग्रो भयो। यो इन्टु 1.2 गर्यो र यही रेटमा 1 2 3 4 5 यो रेटमा ट्रेड भयो भने र यो रेटमा मानम त्यतिखेर पनि यो
आफ्नो एसेटको 1/3 मै ट्रेड भइरहेछ अनि यसको त्यतिखेरको मार्केट प्राइस 5 वर्षपछिको मार्केट प्राइस यसको लगभग 164 अरब हुने देखिन्छ। अहिलेको मार्केट प्राइस यसको कति छ यो चाहिँ आजको यो हिजोको अस्तिको क्लोजिङ प्राइस हो अनि चाहिँ अहिले 70 अरबमा ट्रेड भइरहेको छ र यो 5 वर्षमा यदि डिस्काउन्टमै रह्यो भने पनि 164 अरबमा ट्रेड हुन्छ र यसको अब CAGR निकालौँ यो बाई यो हो बाई 5 हजुरले यो अहिले सेयर किनेर 5 वर्ष होल्ड गर्नुभयो भने नि यसले यही रेन्जमा एसेट भन्दा 1/3 मा मै ट्रेड भइराख्यो भने पनि यसले 18% रिटर्न दिने देखिन्छ किनभने यसको एसेट त जसरी यसले 25% ले ग्रो गरेको छ मैले यसलाई अझै 25 ले नगर्ला भनेर 20% मा राखेको छु 20% हिसाब गर्दा पनि यदि यो आफ्नो एसेटको 1/3 मै ट्रेड भइराख्यो जस्तै अहिले आजको टाइममा सेकेन्ड क्वार्टरको क्लोजिङ प्राइसेसको एसेटको 1/3 छ 1/3 भन्दा कम छ यो बरु 0.28 मै ट्रेड भइराख्यो भने पनि यो आफ्नो जब यसको 0.28 ट्रेड हुँदाखेरि यो लगभग 585 अरबको यसको एसेट हुनेवाला छ भने यसको मार्केट प्राइस त्यसरी किनभने 164 अरब हुन्छ र 70 बाट 164 अरब यसले आफ्नो 5 वर्षमा आफ्नो प्राइस देख्न सक्यो भने वर्स्ट सिनेरियो भने है मैले बियर टु बियर जस्तै यो कम्पनीमा अर्को 5 वर्ष पनि चाहन भने नि हजुरले आरामले 18% कमाउन सक्छ जस्तो मलाई लाग्छ। अब यो कम्पनीको बारेमा यो सही हो गलत हो मेरो आफ्नो धारणा हो हजुरहरूले यसले विश्वास गर्नुपर्छ भन्ने छैन र मैले चाहिँ यसमा एकदमै राम्रो रिटर्न आउने देखिरहेको छु र यसले चाहिँ फ्युचरमा तपाईलाई मल्टी ब्यागर या एटलिस्ट 10 ब्यागर या 100 ब्यागर गर्ने स्टक हो जस्तो मलाई लाग्छ। यो 18% CAGR भनेको कम होइन यसमै हेर्दा पनि लगभग डबल ट्रिपल जस्तै हुन खोजिरहेछ र कदमको जाति यसको किनभने 1% जस्तै अब यसलाई नै अझ अगाडि लियौं र यसले आफ्नो एसेटको फुल भ्यालुएसनमा आयो एसेटको फुल भ्यालुएसन भनेको यो यसको त्यतिखेर 5 वर्षपछि यसको एसेट यो हुन्छ योबाट यो 5 वर्षपछि आफ्नो एसेटको भ्यालु आयो भने यसको यसले लगभग 50% को CAGR दिन्छ 5 वर्षमा र हेर्नु लगभग 70 अरब छ अहिले यो कति भयो लगभग 6 खरब हैन यो भनेको लगभग 9 ब्यागर 5 वर्षमा 9 ब्यागर हुने चान्सेस छ कतिमा ट्रेड भयो भने आफ्नो एसेट जति छ त्यतिकै प्राइसमा ट्रेड भयो भने है अब यो तर यो यदि मल्टी ब्यागरहरु भन्ने बित्तिकै हामीले सोच्दाखेरि अलिकति हाइपोथेटिकल भयो जस्तो देखिन्छ तर यसमा आफूले बुझेर लगानी गर्ने हो है यति भन्दै आज यो कम्पनीको डिस्क्रिप्सन म यही राख्न चाहन्छु हस् त नमस्कार।